हेलो कोनिचिवा मिनासान आज चाहिँ हामी सिक्न जान्छौँ हिरागाना। हिरागाना कतिवटा लेटर हुन्छ भने हिरागाना 46 वटा लेटर हुन्छ। आज चाहिँ सिकौँ हामी 9-10 वटा मात्रै सिकौँ है। हिरागानालाई जापानिजमा के भन्छ भने गोजोन भन्छ। हिरागानालाई जापानिजमा गोजोन भन्छ। गोजोन 46 वटा हुन्छ। आज चाहिँ हामी सिक्छौँ 9-10 वटा मात्रै। सुरुमा के हुन्छ साउन्ड हुन्छ 5 वटा साउन्ड के हुन्छ आ इ उ ए हो। आ इ उ ए ओ सुरुको साउन्ड यसले चाहिँ आ इ उ ए हुन्छ। यसको स्पेलिङ हेर्दा चाहिँ ए आई यु इ ओ। अब यो 5 वटा साउन्डलाई नै अरु साउन्डमा राख्दैछु। अब 46 वटाको 5 वटा आयो भने बाँकी बस्यो 41। 41 को एउटाको त साउन्डै हुँदैन। अब 40 वटा चाहिँ यो साउन्डमा राख्नु पर्दैन। अब आ पछि के आउँछ त? आ पछि आउँछ का। का भन्दाखेरि आ साउन्ड आयो नि त। स्पेलिङ लेख्दा नि के ए का। अब का को ई साउन्ड के हुन्छ? की। के आई की। अब का को उ साउन्ड कु। का को ए साउन्ड के। का को ओ साउन्ड को हुन्छ। के यु कु के इ के हो को। अब यो अक्षर हो हाम्रो प्रोनाउन्सिएसन उच्चारण मात्र भयो। यो आ इ उ ए हो 5 वटा काकी कुकेको 5 वटा 10 वटा टोटलमा। अब यसलाई जापानिज अक्षरमा चाहिँ कसरी लेखिन्छ भन्दाखेरि चाहिँ आ इ उ ए ओ ले कसरी लेखिन्छ भन्दाखेरि सुरुमा सिधा तान्ने त्यसपछि हल्का कट सिधा नतानिकन हल्का कट तानेर थर्डमा सेकेन्ड थर्डमा घुमाइदिने। कसरी हुन्छ 13 वटा स्ट्रोक हुन्छ आको फर्स्ट सेकेन्ड र थर्ड। यो हो जापानिज आ लेटर। अब आ पछि के आउँछ ई। ई को चाहिँ 2 वटा स्ट्रोक हुन्छ। फर्स्टमा हल्का हल्का कर्ल गरेर चुच्चो निकाल्ने अनि सेकेन्डमा छड्के हल्का छड्के यति मात्र हो ई को। अब आ ई ई पछि उ उ को स्ट्रोक नै 2 वटा मात्र हुन्छ। सुरुमा हल्का छड्के तानिदिने माथिबाट र उल्टो सी। सी लाई उल्टो लेखेसी र माथि एउटा स्ट्रोक एउटा दिएसी उ भन्छ। आ इ उ। अब बाँकी बस्यो ए। अब ए को स्ट्रोक चाहिँ फर्स्टमा उ को जसरी छड्के स्ट्रोक सेकेन्डमा फर्स्ट सेकेन्ड थर्ड। फर्स्टमा माथिबाट छड्के सेकेन्डमा जेड जस्तो बनाएर अनि थर्डमा। अब आ इ उ अब बाँकी बस्यो ओ। ओ को स्ट्रोक हुन्छ सुरुमा सिधा सिधा तानेर तलबाट घुमाइदिँदै र थर्डमा फर्स्ट सेकेन्ड थर्ड थर्डमा स्ट्रोक दिइदिने छड्केबाट। यो हो आ इ उ ए। यताको उच्चारणको लागि नेपालीबाट अक्षर चाहिँ यतापट्टि छ। हिरागानामा आ इ उ ए ओ। अब यति 5 वटा सकेपछि अब अरु भनेको 46 वटा भनेको यही साउन्डमा नानी हो कि। अब का भन्दाखेरि त आ साउन्ड नै आउँछ नि त उच्चारणमा देखेपछि। अब त्यसरी नै का पछि आ पछि के आउँछ? आ पछि आउँछ का।
का भन्दाखेरि आ साउन्ड आयो नि त अब काको स्ट्रोक कस्तो हुन्छ भन्दाखेरि सुरुमा फर्स्टमा सेकेन्डमा थर्ड तीनवटा स्ट्रोक फर्स्टमा सेकेन्डमा तल र थर्डमा यो पुरा भयो का अब का पछि काको ई साउन्ड के हुन्छ त की के आयो की अब कीको स्ट्रोक कस्तो हुन्छ भनेपछि सुरुमा सिधा र फेरि तल सिधा नै थर्डमा हल्का छड्के चुचो फोरमा चुचो अनि की का की अब काको उ साउन्ड के हुन्छ कुको चाहिँ सजिलो छ कि स्ट्रोक 3-4 हुँदैन एउटा नर्मली कु यो चाहिँ कु जापानिज लेटरको कु लेख्दाखेरि यसरी लेख्यो अब कुको चाहिँ के हुन्छ के काको ए साउन्ड के को पहिलो हल्का चुचो निकाल्ने तेर्सो अनि थर्डमा फर्स्टमा तलबाट चुचो निकाल्ने सेकेन्डमा तेर्सो तान्ने थर्डमा माथिबाट राख्ने यो के काको ओ साउन्ड के हुन्छ भन्दाखेरि काको ओ साउन्ड ओ के हो ओ अब को स्ट्रोक चाहिँ फर्स्ट सिधा नतालिकन अलिक घुमेको जस्तो गर्ने फर्स्टमा अनि सेकेन्डमा नि तलबाट नि हल्का घुमाउने यो हो को यति चाहिँ काको लाइन भयो अब का भन्दाखेरि आ साउन्ड आयो की भन्दाखेरि ई साउन्ड को भन्दाखेरि ए साउन्ड र के भन्दाखेरि के साउन्ड र को भन्दाखेरि ओ साउन्ड अनि यो भयो उच्चारणको लागि यो भयो यो चाहिँ अक्षरहरू जापानिज अक्षर का की कु के को अब चाहिँ हामी अघि हामीले पढेको 10वटा लेटरहरू फेरि रिभिजन गरौँ है हामीले के पढ्यो भन्दाखेरि हामी सुरुमा पढेको साउन्ड 5वटा साउन्ड सुरुमा आ अब आको स्ट्रोक फर्स्ट सेकेन्ड थर्ड यो भयो आ लेटर अब आ पछि के आउँछ ई आई ई को स्ट्रोक फर्स्ट सेकेन्ड अब आ ई उ को फर्स्टमा सेकेन्डमा अब उ पछि के आउँछ ए को स्ट्रोक फर्स्ट सेकेन्ड अनि ए पछि के आउँछ ओ को स्ट्रोक फर्स्टमा सिधा सेकेन्डमा यो भयो आ ई उ ए ओ 5वटा अब अर्को हामीले के पढाएको थियो काकी कुकीको काको का अब यसको स्ट्रोक फर्स्टमा सेकेन्डमा काको ई साउन्ड की इसको स्ट्रोक फर्स्ट सेकेन्ड हल्का छड्के चुच्चो की अब काको उ साउन्ड कुको एउटा मात्र स्ट्रोक हुन्छ सी अब काको कु साउन्ड भयो अब काको ए साउन्ड के हुन्छ के को स्ट्रोक चाहिँ 3वटा फर्स्ट सेकेन्ड थर्ड के अब काको
साउन्ड के हुन्छ भन्दाखेरि काको साउन्ड चाहिँ को के हो को स्ट्रक दुईवटा फर्स्ट सेकेन्ड को भयो यति भयो हामीले अघि पढेको 10 वटा लेटरहरु आ इ उ ए ओ का कि कु के को आजलाई यति नै 10 वटा लेटर भोलि अर्को बाँकी सिकाउँला।